भनिन्छ नि ज्ञान र सिप बाँड्दाखेरि चाहिँ बढ्छ। त्यही भएर मैले जानेको सिप चाहिँ आज तपाईहरुसँग बाँड्दैछु। मैले चाहिँ यो 1 इयरको लागि बेबी फ्रक बनाउँदैछु। बेबी फ्रकको लागि सुरुमा एउटा यसरी नट तान्यो अनि त्यसपछि टोटल गरेर यसरी एक एक गर्दै 96 वटा चेन तान्नुपर्ने हुन्छ। 1 वर्षको बेबीको लागि यो चाहिँ है। अनि यदि मिस्टेक भयो गर्न मिस्टेक भयो भने फेरि यसरी 1 2 3 4 5 गरेर फेरि दोहोर्याएर गर्न सकिन्छ र एउटा पनि चेन छुटाउनु भएन, ठ्याक्क मिल्नु पर्ने हुन्छ। अनि लास्टमा आएर यसरी लास्ट उसमा नटमा चाहिँ यसरी आएर के भन्छ जोइन गरिदिने। जोइन गरिसकेपछि त्यसपछि 1 चेन 2 चेन 3 चेन 4 चेन गरेर 3 चेन तान्नुपर्ने हुन्छ। एउटा चाहिँ त्यो जोइन गर्ने भयो। अनि त्यसपछि हामीले डबल क्रोसी गर्दै 3 वटा नट तान्नुपर्ने हुन्छ। डबल क्रोसी गर्दै 3टा चेन तान्ने। अनि त्यसपछि के गर्नु पर्यो भने एक घर छोड्नु पर्यो। अनि तल पनि एक घर छोड्ने, माथि एउटा चेन छोड्ने, तल एक घर छोड्ने, अनि फेरि डबल क्रोसी गर्ने। त्यसरी 3टा तान्ने, अघिको जस्तै 3टा तान्ने, अनि फेरि माथि एक चेन छोड्ने, अनि तल एक घर छोड्ने। एउटा ग्याप गर्दै 3टा बनाउने, फेरि 3टा बनाउने, फेरि एउटा ग्याप गर्ने, त्यस्तो गर्दै पुरै राउन्ड बनाउने। देखिराख्नु छ, एउटा ग्याप राख्ने अनि 3टा चेन तान्ने, डबल क्रोसी गरेर, अनि एक माथि एउटा चेन छोड्ने, तल एक घर छोड्ने गर्दै त्यसरी 3टा अनि 3टा अनि ग्याप, 3टा अनि ग्याप गरेर राउन्ड नै बुनिसकेपछि लास्टमा आएर यो जुन माथिको घर छ त्यो माथिको घरमा गएर चाहिँ हामीले यसरी जोइन गरिदिनु पर्छ है। यो यसरी जोइन गरिसकेपछि चाहिँ अब चाहिँ हामीले के गर्नु पर्यो भने यो चेन तानेर अलिकति लामो चेन तानेर जोइन गरिदिने। अनि यो नफुस्कोस् भनेर जोइन गरेर अनि त्यसपछि हामीले चाहिँ के गर्नु पर्यो भने 5 वटा त्यो 3टा गरेर 5 वटा गनिसकेर यहाँ अगाडि एउटा यहाँ पिनअप गर्ने, एउटा पिन राख्ने हैन। यो चाहिँ चिन्हको लागि, यो चाहिँ हामीले स्लिप बनाउँदैछौँ है। माथिको फ्रकको चाहिँ हामीले माथिबाटै यो नेकबाटै स्टार्ट गरेको, यो चाहिँ स्लिपको लागि हो। बाउला हुन्छ साइडमा हैन। अनि त्यसपछि 1 2 3 4 5 गरेर यहाँनिर फेरि अर्को एउटा पिनले चिन्ह लगाउने, किनकि हामी बिर्सिन्छौँ त हैन, गन्दाखेरि कता कता यस्तो पिनहरू पनि किन्नुपर्ने हुन्छ। यो चाहिँ धागो पसलमा नै पाउँछ।